आन्दोलनले एउटा चाहिँ नयाँ विश्वास प्राप्त गर्न सकेको छैन। आम कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू नेताहरू कसैको अनुहारमा पनि एउटा उज्यालो छैन, सबैको अनुहारमा अँध्यारो छ। यस्तो बेलामा यो अँध्यारोलाई उज्यालोमा बदल्नको लागि यो पूर्व अखिलको एउटा झिल्को आज यो हार्दिक होटेलको यो कोठामा प्रकट भएको छ। म अत्यन्त खुसी व्यक्त गर्न चाहन्छु यसको पूर्व अखिलको अध्यक्षको हिसाबले, यो आन्दोलनको एउटा कार्यकर्ताको हिसाबले। यो झिल्कोले देशव्यापी रूपमा सम्पूर्ण पूर्व अखिललाई यसले ध्यानाकर्षण गर्नेछ र यसले फेरि उठ्ने, फेरि उठाउने र फेरि हाम्रो सम्पूर्ण आन्दोलनलाई रिभ्यू गरेर यसलाई सही निष्कर्षमा पुर्याउनको लागि महत्त्वपूर्ण एउटा सन्देश यो भेलाको हुनेछ भन्ने मैले विश्वास लिएको छु र त्यसको लागि म खुसी व्यक्त गर्छु र साथीहरूलाई यो रिसेप्सनको लागि धन्यवाद भन्न चाहन्छु।